यहाँ चाहिँ हाम्रो चिकन पकौडा माछी पाहाडे फ्राई अन्डा कसले खाइ पनि सकेछ यहाँको कसको के के रहेछ मेरो चाहिँ यता विवेक दाजु को आउँछ हामीलाई पनि लैजान यता हाम्रो चाहिँ योपालि जुठोमा हो त्यही भएर खालि खुवाइ पियाइ मात्रै भएको हो त्यही भएर हाम्रो माइतीहरू सबै उयो भयो नाच्थ्यो पनि हामी पुरै उफ्रिने विचार ल्याएको थियो तगडा लगाएको थियो यस्तो दामी कुर्ता पाइजामामा आएको नि लच जुठो परेछ बुढीले सबै कालो हुने गरी नाचेर आउनु भने त्यो हुँदैन पो अरे योपालि त तर हामी चाहिँ जुठोमा छौँ योपालि त्यही भएर खालि खुवाइ पियाइ मात्रै नानाहरूको घरमा नि पानी पऱ्यो क्या आज पानी पऱ्यो तेरो बिहामा लगाएर नाचेर विवेकको कुर्ता अब यो अभिले भोलि लगाएर फोटो खिच्छु भन्दैछ दादा भाउजूहरू चाहिँ उता छ हामी चाहिँ यहाँ बसेको किचनमा हेप्पी भाइटिका भाउजू भिडियो बनाएको यहाँ मेरो ठुलो भाउजू ठुलो दादा तलको चाहिँ देखाउँदिनँ यहाँ मेरो साइला दाजु उर्गेन दादा चाहिँ मिसिङ भइरहेछ अब हामी खोज्नु जान्छु उर्गेन दादालाई हाम्रो उर्गेन भाइ हरायो खोज्नु जानुपर्छ ल बनाउँदा के हुन्छ मलाई अस्ति भनेको म थोडिन दसैँमा आउँथेँ यिनीहरू चाहिँ बेस्टी हो नि त दुईजना साइला र माइली हाम्रो तपाईँ मेरो भाउजूलाई माया गर्नु दुःख नदिनु मेरो भाउजूलाई दुःख नदिनु आफ्नो बुढीलाई दुःख दिनुभन्दा अगाडि चाहिँ बहिनीहरूको अनुहार सम्झिनु नि हामीलाई पनि त्यस्तै गऱ्यो भने कस्तो लाग्छ तपाईँहरूलाई त्यो हो नि त तपाईँहरू ज्वाइँ हो उनीहरू छोरी हो हामी छोरी ज्वाइँ ज्वाइँ हो तपाईँ होइन त्यही त के भयो गाडी भेट्यो क्या उठ्नु भयो त थुप्रो पैसा कमाउन अर्को भेटेको बेसी दिनु के हो भन किन मेरो कुर्ताको डिजाइन देख आयुष्मान भव कौडीमा आज 3500 जितिहाल्यो कौडीमा पैसा चाहिँ कान्छी आउनु अरे ए रुनु पो थाल्यो त दादाले के दिँदैछ माया गरेर दिइरहेछ के भएको किन रुको के कसले करायो आजको दिनमा अब आङीले त करायो कसले करायो दादाले मिठा खानु पैसा दिन्छ अरे हो चाहिँदैन दादा कान्छी ल्यायो ए तिमीहरु के भयो तल चाहिँ किन भएको छैन थाकिसक्यो नि उहाँ आनी चाहिँ अब दादाले अब चाहिँ अझै रेडी हुनै छ मेकअप गर्नु क्या जाएगी बिदाबारी टाइम कहाँ चाहिँ यता हाम्रो कान्छीलाई चाहिँ आज लु भान्जीले पनि पायो ठुलो आशेरको पाडा ट्रेनमा जाँदा जाँदा पुरा सो गाइज अहिले चाहिँ म भर्खरै घर आइसकिसकेँ होइन अन्त योपालि चाहिँ गाइस त्यही भयो भिडियो पनि कति भयो कुनै बेसी गर्नु पनि पाएन किनकि टिका सिका त थिएन अब नानाहरूको त हुन्थ्यो होइन किनकि अब नाना त बिहा भएर गएको जात हो होइन अन्त उसको त थियो टिका त्यही भएर चाहिँ फेरि हाम्रो नानालाई चाहिँ अब यस्तो भाइटिकाहरू अब यस्तोहरूको पुरा रहर लाग्छ नि त त्यसलाई चाहिँ अब त्यस्तो मनाउनुहरू मनपर्छ होइन अनि त्यही भएर चाहिँ अब फेरि नाना बल्ल बल्ल आएको 2 वर्ष बाद भनेर चाहिँ अन्त सबैजनालाई बोलाएर चाहिँ यसो खानापिनाहरू मात्रै गरेको हो अन्त भाइटिका सिट हाम्रो त मतलब टिकाहरू चाहिँ हुँदैन किनकि हामी चाहिँ जुठोमा छु गाइस बोमजानहरू चाहिँ जुठोमा छु अन्त त्यही भएर चाहिँ दादा भाउजूहरू आउनु भएको थियो अन्त सबैजनाले टिका सिका लगाउनु भयो टिका पऱ्यो खानापिना मात्रै खानापिनाहरू भयो अन्त त्यही हो अन्त अहिले चाहिँ हामी घर आइसकिसकेँ सो गाइस आजको लागि यति नै थियो आई होप तपाईँहरूलाई मन पर्यो होला गाइस र मैले मेरो आउटफिट पनि देखाउनु पाइनँ होला गाइस मैले चाहिँ यो कुर्ती लगाएको चाहिँ यो कुर्ती चाहिँ मैले मिसोबाट अर्डर गरेको गाइस यस्तो छ मेरो आउटफिट चाहिँ अन्त त्यही हो गाइस सो यति भन्दै म यो भिडियो यही एन्ड गर्नु चाहन्छु आई होप तपाईँहरूलाई मनपर्छ होला गाइस मन पऱ्यो भने प्लिज डु लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु सो बाइ गाइस थ्याङ्क यू फर वाचिङ बाई बाई